शुभ यात्रा भन्यो शुभ यात्रा सम्म नभन्ने उपमेयरले दिन्छु त म शुभ यात्रा भन्नु पर्दैन ऐनले त त्यो लेख्या छ भनेर उले लेखेछ ऐन त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ यो माटोलाई छोएर माटोको कसम खाएर भन्नुस् अबे मजा आएगा ना भिडो राष्ट्रिय पार्टीले बहुमत ल्याउँछ ल्याउँदैन यस्तो छ मैले माटो छोइराख्नु पर्दैन म आफै माटो हो रुको जरा माटोले माटो छोइराख्नु पर्दैन कतिचोटि भन्ने के छ भन्दाखेरि अब उहाँहरूले बहुमत ल्याउने भन्ने त कुरा हुँदैन जमानत जफत हुन्छ हैन हामी गराउँछौँ जमानत जफत उहाँहरूको A few moments later. नबोल्नु न दाइ नबोल्नु न तपाईँ नबोल्नु न थाहा छ मलाई सबैको मलाई थाहा छ तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन के मेरो इच्छा अनुसार चलाउनु तपाईहरुले आफ्नो इच्छा अनुसार चलाउने भने चौरासीमा तपाईहरुले उम्मेदवारी दिनु मैसँग लड्नु जितेर चलाउनु आजको बैठक स्थगित भएको जानकारी गराउनु मैले त सबै मेरो गर्ने काम तिमीहरूले पनि गर न तिमीहरूको काम भनेर दबाब दिनलाई गएको यसो चाहिँ बालनले देख्नु भएन छैन खाली कालो चस्मा लाउनु भित्र सुतिराख्नु किन चाहियो धरानमा एयरपोर्ट विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदा हुँदै यस्तो छ हौ जसले जान्न चाहन्छ बताउनुस् अर्को सामने छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त अहिले श्रम पर्यटन भइरहेको छ सर तपाईँलाई मेरो निम्तो छ आउनुहोस् 1 घन्टा तपाईँलाई ढुङ्गा बोकाउँछु तपाईँ आफै पाइप बोक्नुहुन्छ आफै कोदालो बोक्नुहुन्छ हो त्यो त राम्रो छ त आफै तपाईँ छ नि हो सबै साधन स्रोत चाहिँ बोकेर लिएर गएर काम गर्नुहुन्छ किन त्यसले अरू मान्छेलाई काम लगाउनुहोस् न मेयर साहबले कोदालो बोक्दा सुहाउँछ पाइप बोक्ने काम गर्ने हो म त यहाँको ठुल्ठुला नेताहरू आउनुभयो भने नि यो चाहिँ नि प्रचण्ड केपी ओली शेरबहादेउबा जस्ता छन् नि उहाँहरूलाई म आधी घन्टा त बालुवा बोकाउँछु मेयर पृष्ठभूमि बालेन्द्र शाह भने मेयर पृष्ठभूमिको व्यक्ति होइन मेयर बीचको कुरा मिल्नु पर्नेमा अनि कुरै मिलेन अहिले भनिरहेको छन् कुरै गरेको छैन के मिल्छ तपाईँको सबभन्दा प्रिय साथीको मेयरमा क्या मेयरहरूमा हाम्रो बालेन साहब श्री बाबु मर्छन् मेरो दाल न बालेन साहब बालेन साहब मनपर्छ मलाई मेरो बेस्ट फ्रेन्ड नै उहाँ हो त अहिले चुनाव पछाडि त मै हो प्रधानमन्त्री तपाईँको प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालेन साहब त्यस्ता मुला अरे कहाँ गर्नुभयो तर हराउनु भयो गुन्नाम हुनुभयो नि पछिल्लो समय कसले भन्यो त्यो होइन तपाईँको नाम सुनिँदैन हर्कसम्म राई कहाँको त्यो पुरै छ त तपाईँले के अरे त्यो सामाजिक सञ्जालले हेर्नु भ्याउनुहुन्न त्यसले गर्दा रुको जरा सबर गरो देश र जनताको लागि धरानवासीको लागि तपाईँले गरेको पछिल्लो काम राम्रो काम मलाई बताउनुहोस् त थुप्रै गरेका छौ अब त्यसमध्ये अब के भन्ने र हाम्रो देश नेपाल बहुजाति बहुधार्मिक मुलुक होइन किन जातिको विरोध गर्नुहुन्छ सुन्नु न जातिको विरोध मैले गरिन विरोध गर्नुहुन्छ पक्षमा जनतालाई भन्नुहोस् यहाँनिर तपाईँ सुनेको भन्नु त सुन्नै हुन्न मेयर ठुलो कि उपमेयर ठुलो म मेरो दिमाग छ तपाईँ ठुलो त मेरो दिमाग तपाईले चाहिँ तपाईले मलाई बनाएको हो तपाईले बनाएको तपाईले चाहिँ मैले बनाएको हो त तपाईँ कुरा गर्नु तपाईले मलाई बनाएको हो त तपाईले मलाई बनाएको हो अबे मजा आएगा ना भिडो मेयर साहब उपमेयर साहब यो कुरा गरेको म पनि जनताको म्यान्डेट पाएर कि म प्रमुख हो तपाईँ आदेश मान्दिन कानुनभन्दा बाहिर आदेश दिन मान्दैन भने नमान्नु त यहाँ मानेको कसले के छ भाँडभैलो चलिरहेको छ तपाईँ इन्स्टिट्युसनको लिडर कि म पनि हो म के हो तपाईँ होइन तपाईँ भनेपछि उपनेता म नेता हो क्या उपमेयर म उपमेयर तपाईँ सिरानी राईको मान्छेलाई चाहिँ बिजाउनु उपमेयर हो म चाहिँ मेयर हो तपाईँ उपनेता मात्रै हो धरानतिर एउटा बहुला टाइपको चाहिँ मेयर छ है काम त अब राम्रै गरे होला धरान बाहिर चाहिँ पपुलर छ धरानभित्रको चाहिँ थाहा छैन उसै गरेर 40-50 हजारलाई लाइक गरेदेखि 1 घन्टामा मैले एउटा फ्याउरो स्टेज चढी कराएछ ए होइ 50,000 लाइक्स भन्दै 5-10 लाख गाली मात्रै खाएछ ए होइ जे पार्टी गरेको छ हैन आई हैव अ मेनी प्रुफ छ मसँग तर तपाईले आई हैव अ मेनी प्रुफ हुँदैन नो होस् न मिल्दैन मिल्दैन नमिल्दैन
मेरो खराब पानी छ मेरो खराब हामीले भोट कसले दिएको जिताएको? होइन। हाम्रो भत्तामा करमा खाएर हामीले खर्चाउने। तिम्रो भत्ताले तपाईँले किन लानु? तपाईँले चाबी किन लानु? किन पब्लिकले लिन आउँछ। कौन है ये लोग कहाँ से आते हैं